एक्सन हेर्दै क्यामेरामा नहेर्नु माथि वरिपरि हेर्नु रोकेर हेर्नु नि हुन्छ माथि वरिपरि हैन आउनु यता गर्दिनु है यता गर्दिनु जानु 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 अझै जानु सँगै नै एक्सन जुन एक्सन रोक्यो ल अब के भन्न लाग्यो राको भाइले रोक्यो भनेर एकैचोटि जस्तो लाग्यो रे भाइ अलिकति म कृतिमा हुनुहुन्छ दाजु हजुर यो भन्दा माथि नटल्काउनु चाहिँ मेकअप के गर्छ यो मान्छेले खतरा देखेछ के तोलाएर बसिरहेको छ होइन त्यो उसको तिरको एक्सप्रेसनहरू अहिले त्यो एउटा के टिममा मार्केट पोइन्ट गरिदिएको अनि यहाँ टाउको यस्तै समातेछ म नभने माथि सबैलाई हो रोलिन भनेको एक्टर मुड है माइक साइड लाइट साइड के गर्छ माइकको डल छैन हैन लाइट रोलिन एक्सन के भन्नेलाई कल गर्नु हुन्छ हैन तपाईँको साथीलाई कल गरेपछि नगर्नु त्यो घेयामो म त यस्तो गरेर डन झरी बस्छ त नगर्नु यहाँ म रोटी धेरै म रोको यहाँ इमोसनल भइसक्यो म तपाईँको टिम हार्यो तपाईँको टिम हार्यो हारे छैन फेरि एउटा चान्स पाने यहाँ बिचरा तपाईँ फेभरेट क्यारेक्टर आउट हुनु लाग्यो फेभरेट क्यारेक्टर आउट हुनु लाग्यो डर लाग्दो नगर्नु भयो अमिर सर कति राम्रो देख्छ रेडियो प्रमोसन धर भयो क्यामेरा रोलिन एक्सन आदि मैले त यहाँ केही देखिनँ त्यस्तो त अघि नै एउटा गाउँलेले भेटेको थियो मेसेज आइदियो ल रेडी हो कि हामी त रेडी हो Rolling. क्यामेरा भने मैले क्यामेरा हेर्नु हुन्छ यहाँ हेर्नु यता हेर्नु है हो सरले तपाईँले हेर्छ रोलिन क्यामेरा एक्सन मैंने केही हान्न यार न्युट्रिसन पढ्नेहरु यो सब उसको लागि मात्रै हो है सुटिङको लागि हो सुटिङको लागि चुरोटमा चुरोट खान्न नि यार ए हामी चलाउँछ आउँछ फेरि सुरु स्कुटर युपी ब्ल्याक कलले मुख बनेको त्यहाँ अहिले के फेसमा मुखमा हाल्नु मजाले हाँस्नु मैले यो झोला चाहिँ किन भिरेको धन्ने यहाँ 6 महिनाको कपडा आज धन्ने हेर त काथे यो लाइट हजुर फेसमा पार्नु नि यस्तै हजुरले चिन्नु पर्यो नि ल काफ्रे हजुर कस्तो लागिरह ए कुरा नगर्ने यही हेरेर थाहा पाउनुहुन्छ कस्तो छ के छ है हजुर तपाईलाई रातो लागिरहेको के तपाईँलाई जाडो भयो होइन जाडो त कुरा नगरौँ न नकुराहरू मेरो जाडो यति भछ खास तपाईँलाई यस्तो कसले पारेको खास तपाईँलाई यस्तो कसले पारेको यस्तो अब डाइरेक्टरले कथा वस्तुले हो के भन्न चाहनुहुन्छ डाइरेक्टरले केही भन्नु छ म त एकदम डाइरेक्टरलाई के भन्नु छ केही भन्नु छैन डाइरेक्टरलाई
केही भन्नु छैन केही भन्नु छैन मया लाउँछ के छैन मया लाउँछ यता मलाई क्यामेराम्यानलाई भन्न छ हो के भन्नु छ क्या हेलो आदर्शजी सो क्यामेराम्यान चाहिँ आदर्श जेसी हुनुहुन्छ अब उसको त भन्न नि मिल्दैन कि मेरो भ्लगमा त तपाईँको नाम चाहिँ कन्ते दाइको मेरो नाम चाहिँ विजय श्रेष्ठ विजय कुमार श्रेष्ठ त्यो लाइट तपाईँको फेसमा पार्नु ओके तपाईँको नाम चाहिँ मेरो नाम चाहिँ विजय श्रेष्ठ तपाईँ चाहिँ यहाँ एक्टर हुनुहुन्छ एक्टर उसलाई त्यो पदै मन परे जस्तो भयो कि एक्टरलाई चाहिँ हामीले प्योर नेपाली भाषामा चाहिँ के भनिन्छ होला एक्टरलाई कलाकार होइन गलत अभिनेता यो पनि कहाँ थाहा भएको भन्दा अहिले भर्खर त्यही हेरेको थियो नि त कन्ते दादाले भन्नुभएको उहाँ चाहिँ कन्ते दादा हुनुहुन्छ कन्ते दादाको नाम लिएर तपाईँले हजुर वडा नम्बर 13 मा तपाईँले धेरै काम गर्न सक्नुहुन्छ इलिगल कामहरू है लिगल काम गर्न चाहिँ हजुर लिगल काम गर्न चाहिँ लिगल काम गर्न त जता जे गरे नि भने इलिगल काम गर्न चाहिँ वडा नम्बर 13 मा चाहिँ कन्ते दादाको मान्छे हो म भनेपछि कन्ते दादाको मान्छे हो तपाईँ कन्ते दादा भन्नुभयो भने तपाईँले नि केही छुट पाउनुहुन्छ कन्ते दादा चाहिँ को हुनुहुन्छ कन्ते दादा दादा ए यहाँ नछुने मेरो पुस्तिनु होला ल है के दादा के दादा कन्ते दाइ कडा के त्यो धुवाले पनि बवाल गर्दो रहेछ यही धुवामा तिमीहरूको उस पनि गरिहाल्नुपर्छ है दाइ तिम्रो राखेको पनि है मनोज सर र काफ्ले सर फेरि ब्याक टु द यस्तै अगाडि क्यामेरातिर अलिकति ढल्केर बस्नु उता हो त्यस्तो ल क्यामेरा रोलिङ यतिको हुन्छ यति दिनु है रोलिङ क्यामेरा आँखा चिम्लिदिनु न चिम्लेर हल्लिदिनु है रोलिङ एक्सन क्यामेरा नहेर्नु काफ्ले हो हल्लिनु ग्रेट ओके कट उठ्यो क्यामेरामा फेरि एकचोटि जानु ल फेरि यहाँसम्म त फास्टमै आउनु न अब हल्का आयो हल्का स्पिडमा हल्का हो लाइट देखेपछि भने भाइ यता क्यामेरातिर आउनु ओके कम बेब कम ल अब बिस्तारै उभिनु ओके स्लो उठ्यो सुस्तोमा उठ्यो पहिला टाउको पुरै भाँच्छ जस्तो कुक्रो अब अर्कोतिर हो अलिक झुक्यो हल्का झुक्ने बाबु झुक्यो टाउको चाहिँ यतातिर क्यामेरातिर क्यामेरा हेर्दै आयो हल्का हल्का क्यामेरामा हो क्यामेरामा हल्का चिच्चायो अब यहाँ गर्दा हाँस्दै थियो भएन एक्सन यो शक्तिको कारणले दैविक शक्तिको कारणले बुझिस् नि त्यो पनि आयो क्या खिचिरहेको थियो एक्सन केही सुनिन क्या